यो देशमा शक्ति सधैँ एउटै ठाउँबाट जन्मिँदैन। कहिलेकाहीँ शक्ति संसदबाट आउँछ, कहिलेकाहीँ सडकबाट। एउटा नाम जसले दशकौंदेखि सत्ता देखेको छैन, अर्को नाम जसले सत्ता नै पुनः परिभाषित गरिरहेको छ। आजको कथा सत्ता र साहसको हो। आजको कथा हो केपी ओली भर्सेस बालेन शाह। एकातिर केपी शर्मा ओली, राजनीतिक चाल, भाषणको धार र सत्ता टिकाइराख्ने कला। उनको आवाज संसदमा गुन्जिन्छ, उनका निर्णय राज्यको दिशा निर्देशक बन्छन्। तर यो शक्ति सजिलै आएको थिएन। विद्यार्थी आन्दोलन, जेल जीवन र बारम्बार ढलेर फेरि उठ्ने राजनीतिक यात्रा। 2063 सालको परिवर्तनपछि 2063 सालमा नै प्रधानमन्त्री बन्ने छिन् र 2072 मा संविधान जारी गर्दा उनले लिएको त्यो जोखिमपूर्ण निर्णय। त्यो दिन सडकमा विरोध थियो, तर सिंहदरबारभित्र इतिहास लेखिँदै थियो। ओलीको शक्ति अनुभवबाट बनेको हो, जहाँ धैर्य नै हतियार हो। अर्कोतिर बालेन शाह, न लामो राजनीतिक इतिहास, न ठुला दलको छाया, तर एक सहर हल्लियो जब उनले बोले। काठमाडौँको मेयर बनेपछि पहिलो पटक दोहर चल्दा त्यो केवल संरचना भत्काउने काम थिएन, यो त सन्देश थियो, नियम सबैका लागि बराबर हुन्छ भन्ने। धरहरा वरिपरि अतिक्रमण हट्दा, फुटपाथ व्यापारी हटाउँदा र सामाजिक सञ्जालमै सिधै निर्णय सुनाउँदा बालेनको नाम समाचार होइन, बहस बन्यो। उनको शक्ति पदबाट होइन, प्रतिक्रियाबाट आउँछ। दोजर चलेपछि ताली पर्छ, चुप बसे पनि चर्चा हुन्छ। बालेनको शक्ति जनताको अपेक्षाबाट बनेको हो, र अपेक्षा भनेको सबैभन्दा अस्थिर तर सबैभन्दा खतरनाक शक्ति हो। केपी ओली बोल्दा राजनीति बोल्छ, इतिहास बोल्छ, रणनीति बोल्छ। बालेन बोल्दा सिस्टम काप्छ, पुराना संरचना हल्लिन्छन् र प्रश्न उठ्छ, अब राजनीति यस्तै हुनुपर्छ कि? यी दुई बीच युद्ध छैन, तर द्वन्द्व छ। एकले भन्छ सत्ता चलाउन अनुभव चाहिन्छ, अर्कोले देखाउँछ काम गर्न इच्छा शक्ति नै काफी छ। एक संविधानको भाषा बोल्छ, अर्को जनभावनाको। र देश बीचमै उभिएको छ, हेर्दैछ कसको शक्ति दीर्घकालीन हुन्छ भनेर। के अनुभवले सधैँ जित्छ, कि परिवर्तनले नै इतिहास लेख्छ? केपी ओली पुरानो राजनीतिक संरचनाको प्रतिनिधि, बालेन शाह नयाँ पुस्ताको अधैर्य आवाज। यी दुई मध्ये को सही छ भन्ने प्रश्न होइन, साँचो प्रश्न त यो हो, नेपाल कुन बाटोमा हिँड्न चाहन्छ? किनकि अन्ततः शक्ति व्यक्ति होइन, शक्ति दिशा हो। देश चुनावमय भएको छ, चारैतिर चोक चोकमा, चिया पसलमा राजनीतिक बहस सुरु भएका छन् र यसको केन्द्रबिन्दु रहेको छ झापा 5, जहाँ एउटै दुई हस्तीहरू आम्ने सामने छन्। तपाईलाई के लाग्छ, यो पाली कसले मार्ला त बाजी? कमेन्ट गर्न नबिर्सिनुहोला। र यस्तै राजनीतिक विश्लेषण डकुमेन्ट्रिज हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन पनि सक्नुहुन्छ, किनकि न त कथा सकिएको छ, न त यात्रा नै। थ्याङ्क्स फर वाचिङ।